के हुँदैछ स्टार वाला छ त स्टार छ त टेरे नै सबै सुपरस्टारहरु मात्र छ के हामीले अब त्यसैले स्टार मात्र खान्छ ल यसो ल के को सेलरोटी बनाएर अहिलेसम्म 3-4 वर्ष कति भयो 5-6 वर्ष भयो कि लगातार बनाएको छ त यो वर्ष चाहिँ यो वर्ष चाहिँ दामी भएको चाहिँ आम्मो ल कसम खासै अब तिहारको के को यो के को आज खास चाहिँ भाइटिका रहेछ अस्ति नै बनाउनु पर्ने खास चाहिँ हामी है दिवालीको दिन खानु पर्ने तर पनि भाइटिकाको दिन हामीले सेलरोटी बनाएका छौँ खुसियालीमा जस अब नेपालको चाडपर्व अन्त त्यसकारण चाहिँ के हो खुसियालीको लागि अब सपोर्टको लागि मात्रै हो हामी खास अब हिन्दू त होइन एउटा बचाउनेको एउटा ल हुँदा चाहिँ यामा चाहिँ के हाल्नु भएको छ हौ यसमा लङ सुकमेल दुध घिउ अलैँची अनि त्यो जिरा टाइपको छ नि के अरे त्यसलाई के भन्छ अब खै याद भएन सुन के अरे स्वाप पनि अलिकति हालेको छ अनि पानी अनि के अरे अनि चामलको धुलो पिठो है पिठो भनौँ न अब अनि चिनी अनि के थियो दुध त अघि भनिसक्यो आटा अनि सुजी लगभग हामीले 6-7 वटा आइटम हालेको छ यसमा ल हस्त तर खाँदाखेरि त 5 मिनट अब दुःख चाहिँ ल कस्तो भएको छ अब खै त्यहाँ देखा त ल छिटो दामी ल दामी यो चाहिँ यसले बनाएको होला हौ तैँले बनाएछ यो यो चाहिँ यसले बनाएको होला है यो चाहिँ तर चाहिँ होस् होइन स्टार अब तपाईँहरूलाई स्टार चाहियो कि मुन चाहियो सबै रहेछ है ल ह्याप्पी दिवाली एभ्रिवान होइन अनि हुन त आज अब दिवाली भनौँ तिहार भनौँ आज लास्ट दिन हो भाइटिकाको दिन सबैजनाको अनि अब दिवाली राम्रो भयो होला भन्ने आशा गर्दछु है अनि हामी पनि आज क्लास पार्टी हल्का सानो सेलरोटी अनि त्यो पनि अब होममेड सेलरोटी होइन अनि त्यसपछि आलुदम अनि स्पेसल टी हो त्यो चाहिँ अब भरे 6:30 मा है त ओके गाइस खै हो कसो भयो के हो यो के हो यस्तो के हो यो मेन प्लेयर चाहिँ यो होइन रहेछ है मेन चाहिँ उता रहेछ है बिगारे कसैले हट यो भएन है यो भएन ए ल यो चाहिँ उसलाई दिनुपर्छ है के हो यस्तो के हो यस्तो ल हेर्नुहोस् है दामी कसम यार आज चाहिँ ल दामी हुँदैछ है आज चाहिँ दिवाली पार्टी के हो यो डेन्जर हुने स्टार चाहिँ हो मेन स्टार चाहिँ फुल हो कि के हो फ्लावर हो कि स्टार हो कि के हो यो अल इन वान हो यो ल यहाँ चाहिँ थरीको सेलरोटी चाहिँ यहाँ भन्नु है तपाईँहरूलाई फ्लावर चाहिन्छ स्टार चाहिन्छ होइन दामी चाँद चन्द्रमा जस्तै चाहियो कि होइन कस्तो चाहियो भन्नु है काँडा जस्तो चाहियो कि यो मान्छेले सबै बनाउँछ है ल दामी हुँदैछ है आज चाहिँ अब लास्ट डे दिवालीको लास्ट डे दामी हुने रहेछ पार्टी ह्याप्पी दिवाली है वन्स अगेन ल वन्स अगेन ट्राई है वन्स अगेन वाह ल वन्स अगेन कस्तो भयो अहिले चाहिँ अहिले चाहिँ दामी भयो एकदम पर्फेक्ट एकछिनपछि थाहा हुन्छ अहिले कहाँ हो एकछिन अलिकति हालैपछि चाहिँ कहाँ थाहा एकछिनपछि हो एकछिन होइन पुरा हुन्छ नि एकछिनपछि है अब सक्नुलाई चाहिँ एकजनालाई कतिवटा पाउँछौ 4 टास होला बेसी 4 टास मतलब बेसी एकजना 4वटा म त 2टा जस्तो मात्रै खान्छु है ठिकै छ ल जति खानु मन त्यति खाइ भन्छौ मुखले चाहिँ अहिले 2टा भने बरु चाहिँ खाँदाखेरि चाहिँ 5-6 वटा खान्छ म चाहिँ 2टा म आफै खान्छु कि 2टा चाहिँ घरमा लान्छु ल हुन्छ कहाँ कुन चाहिँ घरमा हो छ नि हो हाम्रो घर त यही हो त हो नि कहाँ हो अब लामा मान्छेको 2टा घर हुन्छ नि थाहा छैन क्या हो कहाँ हो के कुरा छ यही हो त घर हैन
लामाहरूको दुई दुईवटा घर हुन्छ नि है एउटा गुम्बामा एउटा गुम्बा बाहिर के भन्छ अब घरदेखि सेलरोटी होइन अब गुम्बावाला घरमै सेलरोटी पाक्दै चाहिँ दामी भयो यो चाहिँ है यो चाहिँ के हो झुक्केर भयो होला बिस्तारै हुन्छ नि इम्प्रुभ भइहाल्छ बिस्तारै झुक्केर भयो होला यो चाहिँ ल ल ह्याप्पी दिवाली है दिवालीको आलु सेलरोटी हेर्नु है ल यहाँ आलुदम यहाँ छ हो चिया स्पेसल सेलरोटी त्यहाँ छ हो हाम्रो खै सेलरोटी त्यहाँ थिएन हो ल हाम्रो हेडको अनि हामी चाहिँ अब लाभा गुम्बाको सबभन्दा सिनियर क्लास है हामी सेलरोटी खाइ हेर न दामी हो आसमा दामी भने चाहिँ सेलरोटी ह्याप्पी दिवाली जस् न एकचोटि ल ह्याप्पी दिवाली ल ह्याप्पी दिवाली